नमस्ते है। हामी चाहिँ एकजना हाम्रो भाइलाई भेटेको छौँ। उहाँले चाहिँ 1 रुपियाँ पनि नलिकन अहिले नेपालकै भनेको मठ मन्दिरबाट चाहिँ उहाँले स्टार्ट गर्नुभएको छ होइन। उहाँ चाहिँ आज जनकपुर हाम्रो जानकीजीको नगरमा आउनुभएको छ। उहाँलाई हामी जानकीजीले एकदम शक्ति दिउँ होइन, उहाँको आफ्नो एम चाहिँ पुरा होस्। भाइ तपाईँको नाम के हो? मेरो नाम रविन सिन्हा। तपाईँले चाहिँ कहिलेबाट सुरु गर्नुभयो यात्रा? मैले स्टार्ट गरेको आज 128मा। अनि तपाईँ कहाँ कहाँ अहिलेसम्म पुग्नुभयो त? मैले पशुपतिनाथदेखि स्टार्ट गरेर केदारनाथ पुगेर अनि गङ्गोत्री गएर गङ्गोत्रीदेखि चाहिँ जल ल्याएर पशुपतिमा चढाएर फेरि यता आउँदैछु जानकी मन्दिर। अब तपाईँको कहाँ जाने? अब यहाँदेखि चाहिँ पाथिभरा जान्छु। पाथिभरादेखि भुटानदेखि साउथ एसियाको पैदल यात्रा सुरु गर्दैछु। उहाँले चाहिँ अब भुटानदेखि साउथ एसिया पनि जाने, आफ्नो देशमा नभएर बाहिर पनि पैदल यात्रा, यो भनेको सामान्य काम होइन होइन। हामीलाई 1 किलोमिटर 2 किलोमिटर हिँड्नलाई पनि यति गाह्रो हुन्छ। उहाँले यत्रो ठुलो एम राख्नुभएको छ होइन। उहाँको एम पनि पुरा होस्। उहाँले नेपालमा नभएर पनि नेपालको एउटा झन्डा बोकेर चाहिँ प्रत्येक ठाउँमा अरू विदेशमा पनि जाने उहाँको एम छ होइन। उहाँलाई चाहिँ हामीले जहाँ भेटेर जहाँ जस्तो छ त्यस्तै उहाँले चाहिँ 1 रुपियाँ पनि नलिकन घरबाट हिँड्नुभएको छ होइन। र उहाँलाई सहयोग गरौँ। अहिले हामीसँग यहाँ जनकपुर आउँदाखेरि चाहिँ मैले उहाँलाई भेटेको हो।